आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई हौवा सेवा छ। आज तपाईँहरूको बिचमा मैले एउटा धेरै पछि फेरि एउटा चाम्लिङ राई भाषामा 12 महिनाको बारेमा भिडियो लिएर आएको छु। यहाँहरूले यो भिडियोलाई हेरेर साथ दिनुहुन हार्दिक अनुरोध गर्दछु र सब्स्क्राइब पनि गर्नुहोला। हामी जानेछौँ छिरिला, चाम्लिङ भाषामा छिरिला भनेको चाहिँ नेपालीमा वैशाख भन्दा हुँदो रहेछ। अनि धिरिला भनेको चाहिँ जेठ अथवा ज्येष्ठ हुँदो रहेछ, जेठ महिना। वाताम्ला भनेको चाहिँ असार महिनालाई वाताम्ला भनिँदो रहेछ चाम्लिङ भाषामा। यसै गरी वाहिला भनेर श्रावण महिनालाई बुझिँदो रहेछ। वाहिला, श्रावण महिनालाई वाहिला। भदौ महिनालाई भकिम्ला। भकिम्ला भनेको चाहिँ भदौ भन्ने बुझिँदो रहेछ, भकिम्ला, भदौ। सिचुप्ला भनेको चाहिँ असोज। सिचुप्ला भनेको असोज। चुतिम्ला, चुतिम्ला भनेको चाहिँ कार्तिक महिना। चुतिम्ला, कार्तिक। माटिम्ला, मङ्सिर। मातिम्ला, मङ्सिर अथवा माटिम्ला, मङ्सिर। चोङचुङला, पुस अथवा पौष। चोङचुङला, पौष महिना भनेर बुझिँदो रहेछ। रुक्तिला, रुक्तिला भन्नाले माघ महिनालाई बुझाउँदो रहेछ। माघलाई रुक्तिला। तरिला, फागुनलाई तरिला। फागुनलाई तरिला भनिँदो रहेछ। चैतलाई वारिला। वारिला भनेको चैत महिना। यस्तै यस्तै भिडियोहरू फेरि पनि लिएर आउनेछु यहाँहरूको बिचमा। तबसम्मलाई म बिदा चाहन्छु। हौवा सेवा।